भूकम्प पीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रूपमा 1,50,000 रुपैयाँ दिने र 50,000 रुपैयाँ किस्ताबन्दीमा दिने सहमति गरेसँगै अवरुद्ध संसदले निकास पाएको हो। काङ्ग्रेसले भूकम्प पीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रूपमा 2 लाख रुपैयाँ र 2% ब्याज दरमा 15 र 25 लाख रुपैयाँ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो। काङ्ग्रेसको माग सम्बोधन गर्न प्रधानमन्त्रीले भूकम्प पीडितहरूको विषयमा केही निर्णय भएको बताउनु भएको छ। कोही साथीहरूका कुनै कुराहरू छन् भने कुनै यसलाई छिटो गर्न सकिने, तीव्रता दिन सकिने छ भने हामी त्यसमा छलफल गर्न सक्छौँ, निर्णय गर्न सक्छौँ, विगतका निर्णयहरूलाई परिमार्जन गर्न सक्छौँ, विगतका निर्देशिकालाई, कार्यविधिलाई हामी फेरि परिमार्जन गर्न सक्छौँ, परिवर्तन गर्न सक्छौँ, जे पनि गर्न सक्छौँ। हामी सबैको चिन्ता सकेसम्म छिटो पीडित जनताले बस्ने घर पाऊँ, सकेसम्म छिटो र सरल ढङ्गले जनतासम्म सरकारले दिने अनुदान हाम्रो ध्यान त्यही छ। संसदलाई काबुल घटनाका बारे जानकारी गराउँदै प्रधानमन्त्रीले नेपालले 4वटा देशमा जानका लागि ट्राभल एडभाइजरी जारी गरेको बताउनु भएको छ। उहाँले सरकारले ती देशहरूमा जथाभावी जान नदिनका लागि ध्यान दिइरहेको दाबी समेत गर्नुभएको छ। मैले प्रमुख प्रतिपक्षको कुरा चाहिँ नै बुझिनँ। उहाँहरूले 2 लाख भन्नुभयो, त्यो मिल्दैन थियो। सहमति भयो 2 लाखलाई किस्ताबन्दीमै दिनुपर्छ। सहमति 50,000 माथि फेरि 1 लाख थपेर 1.5 लाख पुर्याइदिने भन्ने कुरा उहाँहरूले गर्नुभयो। र उहाँहरूसँगै भएको कुरा के हो भने अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग पनि हामी अनुबन्धित छौँ, हाम्रा सहमतिहरू छन्। अनि साउन 29 गते भएकै सहमति छन्, तदनुसार गरिएका कामहरू छन्। 4 किस्ता अघिल्लो सरकारकै समयमा भएको थियो। यस्तै पुनर्निर्माणका बारेमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले कुनै पनि काम सहमति बिना नगरेको प्रश्न पार्नु भएको छ। सरकारले पुनर्निर्माण प्राधिकरणमा नियुक्तिदेखि कार्यविधि बनाउने कामसम्म सबै दलको र विशेष गरी काङ्ग्रेसको सहमतिमै भएको बताउनु भएको छ। उहाँले भविष्यमा पनि सरकार सहमतिकै आधारमा अगाडि बढ्ने बताउनु भएको छ। 12 अरब 44 करोड 65,000 रुपियाँ निकासा पनि गरिसकिएको छ। तर आवश्यकता अनुसार अरू पनि निकासा गर्दै जाने निर्देशक समितिको बैठक पनि समय समयमा आयोजना गरिरहेका छौँ र केही सुधार गर्नुपर्दा त्यहाँ पनि हामी कुराहरू सुधार गर्न सक्छौँ। आवश्यक पर्दा परामर्श परिषदको पनि बैठक बस्न सक्छौँ, त्यहाँ पनि सुधार गर्न सक्छौँ। कसरी अगाडि जाने भन्ने सम्बन्धमा एउटा कुरा म सम्मानित सदनको ध्यान सभामुख महोदय मार्फत अवगत गराउन चाहन्छु। केही यथार्थहरूलाई हामीले ध्यान दिनुपर्छ। हामी कहाँ सिकर्मी डकर्मी प्राप्त भइसकेको छ, भइराखेको छैन। युवाहरू धेरै बाहिर छन्। यस्तो अवस्थामा 2400 इन्जिनियर र प्राविधिकहरूलाई खटाइएको छ। प्रधानमन्त्री ओलीले सबै निर्णयहरू दलहरूसँग सहमतिमै भएको हुनाले कसैले पनि अनावश्यक कुरा नगर्न आग्रह समेत गर्नुभएको छ। यसैबीच देश सङ्क्रमणकालमा रहेकाले छिटो पार लगाएर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले प्रतिपक्षले उठाएका जायज माग पूरा गर्न सरकार कटिबद्ध रहेको धारणा राख्नुभयो। यस्तै आन्दोलनरत मधेसवादी दललाई संवादमा आउन पनि प्रधानमन्त्री ओलीले संवाद मार्फत फेरि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा काङ्ग्रेसका सांसदहरूले केही बेर अवरोध गरेका थिए। प्रधानमन्त्री ओलीले भूकम्प प्रभावितलाई कार्यविधि परिमार्जन गरेर पहिलो किस्तामा 1.5 लाख रुपैयाँ दिने आफ्नो प्रतिबद्धतापछि काङ्ग्रेसको माग सम्बोधन भएको बताए लगतै काङ्ग्रेसका सांसद एकाएक उठेका हुन्। प्रधानमन्त्री ओलीले रोस्टरमा उभिएर बोलिरहेका बेला उठेका काङ्ग्रेसका सांसदहरूले करिब 3 मिनेटसम्म बस्न मानेका थिएनन्। सभामुख हुन्सरी घरतीले प्रधानमन्त्रीको सम्बोधन नसकिएको भन्दै पटक पटक आग्रह गरेपछि मात्र काङ्ग्रेसका सांसदहरू बसेका थिए। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा घटेको घटनाबाट सिङ्गो मुलुक शोकाकुल र सरकार स्तब्ध भएको बताउनु भएको छ। व्यवस्थापिका संसदको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले घटनाको निन्दा र भर्त्सना गर्नुभएको हो। प्रधानमन्त्री ओलीले घटनाका घाइतेको सरकारले निशुल्क उपचारको प्रबन्ध मिलाएको जानकारी दिँदै तदरुपताका साथ मृतकको शव नेपाल ल्याउने गरेको कामलाई ओझेलमा पार्ने प्रयास गरेको भनी त्यसको खण्डन गर्नुभएको छ। यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका संसदको आजको बैठक पनि बहिष्कार गरेको छ। तराई मधेसवादी दलले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै सदनको बैठक केही समयदेखि निरन्तर बहिष्कार गरिरहेका छन्। सभामुख अनुसारी घरतीले बैठक प्रारम्भ भएको घोषणा गर्न साथ मोर्चाका आबद्ध सांसदहरूले उठेर विरोध जनाएका हुन्। त्यस लगतै सभामुख घरतीले मोर्चाका सांसद नरहरि चौधरीलाई बोल्न समय प्रदान गर्नुभएको थियो। सांसद चौधरीले नेपालको संविधानले समानुपातिक र सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरू जनताको मुद्दा स्थापित गराउन निरन्तर रूपमा आन्दोलन गर्दै आएको धारणा राख्नुभयो। सत्ता र प्रतिपक्ष